हेलो गुड मर्निङ गाइज गुड मर्निङ वेलकम टु मनसिट पशुपन तथा कृषि फार्म। आज चाहिँ हामी आफ्टर 2 विक आफ्टर चाहिँ म गोठालोमा चाहिँ छोरीलाई साथ दिनलाई हामी दौडिरहेको छु। हामी बाबा छोरी चाहिँ गोठालो जाने क्रममा चाहिँ गाइस यो चाहिँ हाम्रो फर्मको घर हो। यो चाहिँ हाम्रो बाख्रा पुन्टे बाख्राहरू चाहिँ दौडिरहेको छन्। बाख्राको सङ्ख्या अहिले हाम्रो लगभग बढ्ने क्रममा छ। खोरतिर सानो बच्चाहरू पनि छ हामीसँग है। यो चाहिँ ठुल्ठुलाहरू चर्न सक्ने खालको चाहिँ सबै लाँदैछु। सो तपाईँहरूको दिनचर्या कस्तो बितिरहेको छ गाइस? हामी चाहिँ अब हाम्रो चाहिँ यो खालको भइरहेछ। नजुत न बाख्रा चाहिँ यस्तो खालको भइरहेछ। अब यहाँ चलाउनु गइरहेछु। हाम्रो बाख्राको दृश्य चाहिँ यो खालको छ भने हाम्रो घर र फार्मको दृश्य चाहिँ त्यो खालको छ गाइस है। अलि टाढो राम्रो देख्दैन रहेछ। बाख्राहरू धुलो उडाउँदै हिँडिरहेछ भाइरुटको बाटोमा धुलो उडाउँदै। अनि हाम्रो मौसम चाहिँ यो खालको छ। उतल देख्नु त्यो चाहिँ मध्य फाँडो हो गल्छी। हाम्रो फार्मको दृश्य चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो बसोबास गर्ने घर, उतापट्टि फार्म हो। त्यो चाहिँ च्याउको फार्म उतापट्टिको। तलतिर चाहिँ हाम्रो सुन्तला रोपेको, कागती रोपेको। तलतिर हाम्रो यी बाख्रालाई चाहिँ घाँसहरू टन्न रोपेको छ है। हिउँदे घाँसहरू यो खालको छ गाइस। सो तपाईँलाई कस्तो लाग्यो होला प्लिज लाइक कमेन्ट सेयर गर्न नबिर्स्नु होला। थ्याङ्क यू सो मच। जय नेपाल, जय कृषि, जय समृद्धि, जय मातृभूमि। थ्याङ्क यू।